इतिहासले लोकतन्त्रका धरोहर मानिएका शेरबहादुर देउवा र उनकी पत्नी आरजू देउवालाई नेपाल सरकारले गिरफ्तार गर्ने भएको छ, पक्राउ गर्ने भएको छ, जेल कोस्ने भएको छ। उनीहरूको नाममा पक्राउ पुर्जी आदेश भइसकेको छ। के विषयमा यकिन छैन, तर केपी ओली, रमेश लेखक लगायतका विशिष्ट व्यक्तिहरूलाई पक्राउ गरिरहँदा देउवा दम्पतिको नाम पनि यो लिस्टमा परेको छ। हामी आम जनताले आज गरेको कुरा सम्बन्धित दोषीले, अपराधीहरूले सजाय पाउनुपर्छ भन्ने हो। चाहे त्यो विशिष्ट व्यक्ति, कुनै पनि दर्जाका व्यक्ति, कुनै पनि पार्टीका व्यक्ति किन नहुन्। तर हामीसँग एउटा चलन के छ भने, एउटा कानूनले के भन्छ भने, जसलाई पक्रिएको तिनीहरूले जेलको मुख देख्नु त कहाँ हो कहाँ, बाहिरै छुटिसक्छन्। बिरामी भएको बहानामा, अस्पतालको बेडको बहानामा अनि सर्वोच्च अदालतको परामर्शको बहानामा सबैले छुट्दै गरिरहेको कहानी त हामीले देखिरहेको छौँ। तपाईको विचारमा देउवा दम्पतिले कस्तो सजाय पाउनुपर्छ कमेन्टमा भन्नुहोला।